आएको हाम्रो ड्राई पिकनिकको लागि चिकन ललिपप बन्दैछ। ड्राई पिकनिकको लागि खानेकुरा नि यति खाइसक्ने कि यो तीनजनाको। यता मेरो ब्यागमा यहाँ मैले पनि बोकेको छु। हेलो एभ्रिवान, वेलकम टु माई न्यू भिडियो। आज पनि नयाँ भिडियो सुरु गर्दैछु र आज चाहिँ हामी अमृता गाउँमा बस्ने अनि सहारा कता कता कुद्ने। सहारा र म त प्रायः जस्तो सँगै हुन्छौँ होइन, सहारा र म। अनि यहीँ हुन्छौँ। अनि अमृता चाहिँ बल्ल उसको छुट्टी भएर आएको नि त, नभए एक दिन आउँछ अनि गइहाल्छ। अनि रमाइलो गरौँ, गेट टुगेदर, यसो ड्राई पिकनिक जाउँ भनेर। यहाँदेखि अलिक माथि लस मङ्की एकदमै राम्रो ठाउँ छ। योभन्दा अगाडि हामी असार 15 पनि गएको थियौँ होइन अमृता? त त्यतिखेर अहिले जस्तो राम्रो बनाएको थिएन। अनि हामी चाहिँ अहिले जाँदैछौँ त्यहाँ ड्राई पिकनिकको लागि। हामी 3 जना मात्रै। अनि हामी चाहिँ सेम भएर जाँदैछौँ आज चाहिँ। हाई नानी जोइ उयसकोमा जोइ हाइट पनि मिल्छ जस्तो छ गङ्गाकोमा जोइ। रमाइलो गर्ने नि। ओइ जोइ चाहिँ खै हौ, खुट्टा लामो लामो भएको थियो त जोइ त। खै के नामै बिर्से हौ, के गुरुङ हो होइन। आज चाहिँ हामी ड्राई पिकनिकको लागि जाँदैछौँ। हामी चाहिँ मान्छे चाहिँ 3 जना, तर खानेकुरा चाहिँ हामीले 5-6 जनाको चाहिँ हामीले बोकेकै छौँ होइन। अब त्यो कहिले खाइसक्नु। अनि एकदमै रमाइलो गर्ने, गीत बजाउने, नाच्ने, अनि आगो फुक्ने भयो भने करेन्ट चाउचाउ पकाएर खाने। अनि त्यहाँ सारा बोकेको छ। अनि त्यहाँको सुन्दर सुन्दर ठाउँहरूको तपाईँहरूलाई अवलोकन गराउँछौँ, तपाईँहरूलाई देखाउँछौँ। एकदमै सुन्दर ठाउँ छ। हामी पनि त्यो पुरै बनिसकेर चाहिँ गएको छौँ, त्यही भएर जाँदैछौँ। अब यतिखेर बिचमा भन्नुपर्दा खास चाहिँ अब हाम्रो साथीहरूले चाहिँ हामीलाई डेन्जर होइन गर्नेवाला छन् होइन। यो के भएको? अहिले बिहानको 11 बजिसक्यो। हेर न, नसकेर हिँड्नु नसकेर कसै चाहिँ गरिरहेछ। चेस खै खोलेकै पो छैन। यो त अनि भारी चाहिँ सबभन्दा धेरै यो दुईटाले मलाई नै बोकाएको छ होइन। घरमा छ भने त ठुलो नहुनु, परदेशमा छ भने त कान्छो नहुनु। के अरे सारा यता हेरेर भन् त। ड्राई पिकनिक जानु त साह्रै छ। किन? खानेकुरा नि सबै मलाई त बोक्नु लाउँछ भन्न। परि कहाँ आइपुग्यौँ? तल्लो स्टेप यहाँदेखि माथि चाहिँ यिनीहरूले मलाई ढाँटेर ल्याएन रहेछ नजिक भनेर। हामीले नजिक छ भनेको छौँ त। 1 घन्टा लाग्छ भनेको अघि उकालो नै। तैँले त भनिस् है अमृता, हिजो मैले 1 घन्टा पर्खिन्छु पनि भनेको थिइनँ। अनि कति घन्टा पर्खिन्छ? 1 घन्टा। त्यहाँ म आएसम्म आएर 1 घन्टा चाहिँ तिमीलाई पर्खिन्छु भने। पर्खिन्छ नि, पर्खिनु होला नि होइन भनेन होइन। हामी चाहिँ अलिकति माथि पुगेपछि लिम्बूहरूको पहिचान होइन, के भन्छ त्यो सिलामसाकमा त्यो चाहिँ लिम्बूहरूको मृत्युको बाटो छेक्ने होइन, त्यसको अर्थ चाहिँ। अनि हो त्यो ठुलो पनि बनाएको छ, उता देखाउँछौँ। हामी पनि बनेपछि चाहिँ देखाएको छौँ। अस्तिको योभन्दा अघिल्लो एकचोटि, योभन्दा अघिल्लो भ्लगमा चाहिँ त्यो बनाउँदै थियो होइन। 2 वर्ष पछाडि हामी ड्राई पिकनिक आउँदैछौँ। अब धेरैजना भन्दा पनि कमलाले ल्याउने ठुलो इच्छा थियो होइन। कमलाजीले हाम्रो कलको रेस्पोन्स गर्नु भएन, त्यसले गर्दा धेरै सरी। अनि हामी एकदम रिसाएको पनि छौँ होइन, किनभने रिसाको मान्छे यस्तो हुन्छ, मुसुक दाँत देखाएर रिसाको एक्टिङ गर त। तिमीहरू इन्टरभ्यू राम्रो दिँदै रहेछ। यो भिडियो चाहिँ स्पेसली के अरे कमलाको लागि पनि हो। यो इन्टरभ्यू लिँदै हुनुहुन्छ कमला साराजीले। किन कल पनि उठाउनुहुन्न,
फोन बिग्रेको छ भन्नु पाइँदैन कमला दिदी, किनभने तपाईँले हाम्रो भिडियोहरू लाइक गरिराख्नु भएको छ, त्यतिमा नि हल्का त चित्त छ। स्टोरीमा चाहिँ रिसाउनु भएको छैन रहेछ भने त लाग्छ। टिकटक त जहिले लाउनुहुन्छ है दिदीले? स्टोरीमा चाहिँ लभ, तर पनि आज ल्याउने यस्तै सेम कुर्ता लाएर सेम भएर आउने एकदमै ठुलो इच्छा थियो, तर दिदी तपाईँले हाम्रो फोन उठाउनु भएन। सम्झना बिर्सना साला ला ला ला, झन बढ्यो तिर्सना साला ला ला ला, मायाको बोलीलाई कुनी के जाति। अहिले तेरो गीत बिगार्छेस्? मन भाग्छ किन लाई कुनी कि देखेर माया लाग्छ। अब चाहिँ हामी ताप्लेजुङको एकदमै फेमस छौँ अनि बिहानै कति धेरै यहाँ बिहानको समयमा चाहिँ मर्निङ वक गर्नेहरू आउनुहुन्छ होइन। उहाँ सिरिजङ्गाको शालिग छ। हामी चाहिँ अहिले सिलाम साकमामा आइपुगेको छौँ र सिलाम साकमाको यता साइडमा साराजी देखाउनुहोस्, यता साइडमा पुल छ, हामी यो पुलमा पनि जान्छौँ। के गरेको हो यो अमृत घप्टो परेछ साँच्चै? त्यो पहिला गरिन्छ, अहिले त मैले बिर्सिसकेको छु नि। अनि अब हामी यहाँनिर आउँछौँ यता छोडी गयो किन तिमी दुनियाँमा एक्लो, मलाई पारेर गयो नि, मलाई छोडेर दुईजना। त दुईटाले चाहिँ के गरेको अरे? जिन्दगीमा के गर्नुपर्छ ल यस्तरी हामीले भिडियो बनाउँछ नि, यस्तो गाह्रो छ। यो चाहिँ लसमङ्कीको बाटोमा पर्छ, मुदिङको मामाङहिम भन्ने। अब यहाँ बनाउनुलाई ल भोक लागेपछि कुद्छ क्या मान्छेहरू यसरी पछाडि पनि नहेरिकन। कहाँ जानुभएको? सगरमाथा चढ्नुको सजिलो कि चढ्नु सजिलो? यो चाहिँ फुङली नगरपालिकामा अवस्थित लस मङ्की हो, जहाँ तपाईँहरू आउन सक्नुहुन्छ। एकदमै सुन्दर ठाउँ छ। कस्तो लागिरहेछ? भोक लागिरहेछ। कस्तो लागिरहेछ? भोक लागिरहेछ। कस्तो राम्रो ठाउँ है। हामीलाई चप्पल दुईटा बोकेर आएको थिएँ होइन, अनि हुनेको त जहीँ नहुनेको काहीँ न काहीँ यो यस्तो भन्छ क्या। साँच्ची चाहिँ अहिले दाउरा खोज्दै हुनुहुन्छ होइन। हामी आगो फुक्दैछौँ, करेन्ट पकाएर खाने। तर हावा यस्तो धेरै चलिरहेछ। मैले चप्पल चाहिँ कसको रहेछ? गोच्यो? केले गोच्यो? यहाँ पनि छ है। ओइ सारा कस्तो भिडमा गएको हो र। अमृताजी चाहिँ चुला बनाउँदै हुनुहुन्छ। खै कति बनाउनु भयो अमृताजी? सारा चाहिँ दाउरा यति कता कुन जङ्गलमा गएर आउनु भएको? रानीवनमा पुगेर आउनुभयो? ए ल ल। म त कुन ठाउँ जान्छु कि क्या? पुगेर यहाँ मलाई चाहिँ डर लागेर मरिसक्यो। उनीहरू दुईजना चाहिँ कराएर मलाई मार्नु हट्यो। के हुँदैन हौ। ओइ तलपट्टि जानु हट्यो। अमृता चाहिँ कहाँ जान्छ?
यसले त कति टेन्सन दिएको अन्त कति दिएको यसले गरी खानु दिएन यार यहाँ सबै पिकनिक खानु के खानु लिएर प्लास्टिकहरू फालेर यसरी फाल्नु हुँदैन नि त प्लास्टिक त लाने हो हामी त नत्र पोलिराख्ने यसरी नत्र लाने हो क्या यहाँ कहाँ यस्तो सार्वजनिक ठाउँमा प्लास्टिकहरू फालेर फोहोर गरेर हुन्छ अब म चाहिँ चपस्टिक बनाउन जाँदैछु होइन मलाई चाहिँ त्यो आगो फुट्नु कस्तो डर लाग्यो नि मलाई सिधा चाहियो क्या मलाई छैन सिधा सिधा यो अङ्गेरी के हो यसले मात्न त मातिँदैन होला नि के यस्तो भयो अब म यो लाँदैछु चपस्टिक हो अङ्गेरी पो ल्याइस् कि माछ तेरो बाख्रा त मात्र मर्छ यसले मार्छ होइन ल अङ्गेरीले मार्छ नि अघि म भन्दै आएको नि अङ्गेरीले मार्दैन नि भन्दै नि हो यसरी यसरी क्या यसले त मार्दैन होला है मैले बनाएको चपस्टिक मार्दैन होला नि अङ्गेरी होइन यो चिलाउँछ चिलाउने हो चिलाउने होइन है चिलाउनेले चिल्छ हे बिलाउनेले आगो मल दुईटा त पकाइन्छ हौ अमिता खाँदैन होला नि भरे अहिले सबै खानु चपस्टिक मैले बनाएको चपस्टिक कस्तो लाग्यो तपाईँहरूलाई यो चाहिँ मेरो भरे चपस्टिक हो यो चाहिँ अहिले चाहिँ हामी यहाँ खानु आँटेको हो अनि त्यसपछि यहाँनिर पकाउँदैछन् आजको हाम्रो ड्राई पिकनिकको स्पेसल हामीले करी चाउचाउ चाहिँ पकाएर खाने भनेर प्लान बनाएको थियौँ र आजको करी चाउचाउ बनिसकेको छ म त मोमो धेरै खान्न नि फेरि अचार मैले ऊ पनि हालेको छु इल्ची पनि एउटा बेलामा चेन्ज गरेर खाने हामी चेन्ज भइसकेको छौँ अब चाहिँ अब हामी चाहिँ खान्छौँ है होइन म पनि गङ्गा जस्तै बस्छु न तर त यता आइज ल म खानु कि मेरो लुगा सम्हाल्नु ल गङ्गा क्या पल्लोपट्टि को घप्ट्यायो भन्छु झन् फेरि उभिबस्छ हौ बस्नु अब यो खाटाइदेखि म पनि यसले खान्छु मोमो कहिले नखाने मोमो खान्छु किन हो नि होइन कस्तो लाग्दैछ एक्सपिरियन्स बताउनु न त मिठो छ रमाइलो मासुङ्गा लास्ट रमाइलो मन खुसी पनि खानु नदिने मन खुसी पनि खानु नदिने हो दुईजनाले फर्स्ट बाइट हजुरहरूलाई त्यसो हुन्छ नि त चोचो सेचेरमा परेछ होइन 1300 रुपियाँ त अनि के करेन्ट चाहिँ एकैचोटि नाकभित्र पसेर मुखमा हालेको त कस्तो बनायो मिठो यो होटलमा गएर खानुभन्दा चाहिँ नि गङ्गाले बनाएको पनि हुन्छ
हाम्रो चाहिँ वेन भए पनि यही हो, रक्सी भए पनि यही हो, जाँड भए पनि यही हो, तोङबा भए पनि यही हो है, कोकै हो। अब म वाइन भन्यो भने अर्को भनेको सारा लाग्छ, अर्को भनेको सारा लाग्छ है मासुले। झ्याउ याङबेन हौ, याङबेन भन्ने याङबेन पनि हो, झ्याउ पनि हो। सरी केमा लाग्यो आज चाहिँ पेटभित्र गएर मोमो, करेन्ट, कुखुराको यो के भन्छ यसलाई, के भन्छ ललिपप, चिकन ललिपप, अनि याङबेन, अनि सुँगुरको मासु, चिजबल, कुरमुरे र आलु दमको लडाइँ हुँदैछ। आलु दम पनि पकाएको छ नि, साराले आलु दम पकाएको केही कोट्याएको छ होइन यति यति गर्दैछ के चाहिँ अमिताले तिमीहरू आगो चक्का हुन्छ नि, चक्का हुन्छ, चक्का हुन्छ कोक्दैन। ओइ मैले यो त फिल्टरको पानी ल्याएको भयो, मैले पनि फिल्टरको पानी यो खान्छ छैन यो सुँगुरको मासु चाहिँ कसले भन होइन पिरो भयो, याङबेन पिरो भयो। यिनीहरूले मेरो दुईटा फोन फुटाइदियो। साराले फोटो नखिच भने मैले खिच्छु भन्यो। यो ड्रामामा यो मिल्छ दह्रो किनिदिन्छु ल, नयाँ चलेको छ नि। मैले सारा फोटो नखिच भने होइन खिच्छु भने होइन, अनि त्यहाँ तैँले खिचिदिस् होइन भिडियो पहिला बोलाउँ खिच्छु खिचेर अलिक माथि आएर खिच पऱ्यो, ड्याङ्गे हानी पर्यो। गर्न सक्ने छैन तिमीहरू जस्तो थुक बिलाउने को नि, यो सारा थुक बिलाउँदैछ। अब खाउँ लाग्यो होला नि तिमीहरूलाई त होइन, म त फारो गरेर खान्छ छैन अगाए साँच्चै अगाए हो, सबैले अगायो कि। अब गीत गाउनु अब उडी उडी मन भाग्छ किन, अलिक आउने गीत गाउनु आउँछ। जितो बमी त्यो चाहिँ आउँछ। कुन गीत आउँछ? बर्बाद भयो यादमा तिम्रो फेरि, बिहानीको सुरुवात भयो यादमा तिम्रो फेरि, बर्बाद भयो यादमा तिम्रो फेरि, बिहानीको सुरुवात भयो यादमा तिम्रो फेरि, उडी उडी मन भाग्छ किन, मुस्के मुस्के भन के गर्नु म, मुस्काले तिम्रो मेरो पसरङ्गी भई। हाम्रो यति बेला मेरो चाहिँ फोन अफ भइसकेको छ, फोटो खिच्दा 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 है। अनि ऊ तल सारा चाहिँ छाता खोलेर बसिरहेछ। अब हामीलाई गर्मी हुन्छ, उसले छाता उडाउनु पर्छ नि त, त्यही भएर अगाडि नै रेडी पारेको हुन्छ। अनि अब हाम्रो चाहिँ लगभग होइन ड्राई पिकनिक सकिन लाग्यो, सारा बिनाको ड्राई पिकनिक भन्दैछु तल बसेर। अब सकिन लाग्यो। अब हामी फेरि रल पल अलिअलि बाँकी छ नि त, हो त्यो खान्छौँ होइन, त्यसपछि जान्छौँ। म तल सारा
छाता खोल रेडी पार हामी डनहरू आउँदाखेरि छाता खोल्नुपर्छ छाता खोल छिटो डन आउँदाखेरि छाता खोल्नुपर्छ लाग्यो मलाई रमाइलो तिम्रो मसँगै घुम्न जाउँला अब हाम्रो रलपल कति छ गाइजहरू कति छ रलपल साराको पनि बेटी सिद्धि नआएको छ यो भिडियो चाहिँ मैले साराको फोनदेखि गरेको नराम्रो देख्यो भने पनि साराकै फोन हो राम्रो देख्यो भने सब मेरो फोन हो मेरो फोन हो अझै नराम्रो देख्यो यसको फोन है यसको होइन यसको फोन हो कसको हो यो अनि अब हामी कोक खाउँ न ओ कोक A few moments later. आजको ड्राई पिकनिक एकदम रमाइलो भयो अब आगो त यतिखेर हामी को कहाँ आउँछौँ थाहा पनि हुँदैन अब गङ्गा पनि कहाँ हुन्छ थाहा हुँदैन अब चाहिँ हाम्रो ड्राई पिकनिक सकिसकेको छ हामीले सकेर सब सफा गऱ्यौँ यहाँको वरिपरि फोहोरहरू पनि उठायौँ होइन अनि यता छेउछेउको फोहोर पनि उठायौँ हामीले गरेको फोहोर पनि उठायौँ र हामीले ब्यागमा हालेको छौँ तपाईँहरू पनि आउँछ दुईजनाले उठाएको भए पनि उनीहरू दुईजनाले उठायो हामीले उठायौँ मैले उठाएको भयो जस्तै हो नि त उनीहरूले उठाएको पनि अनि तपाईँहरू नि यहाँ आउनुभयो भने एकदमै सुन्दर ठाउँ छ घुम्नको लागि एकदमै राम्रो ठाउँ छ आउनुभयो भने यहाँको वरिपरि चाहिँ यस्तरी फोहोरहरू नफालिदिनु होला आफूले ल्याएको फोहोर आफै लगेर जानुभयो भने एकदम सफा हुन्छ एकदमै राम्रो ठाउँ छ फ्रेस हुने खालको ठाउँ छ अनि आजको हाम्रो दिन चाहिँ एकदमै रमाइलोसँग बित्यो एकदमै रमाइलो गऱ्यौँ एकदमै मजा भयो धेरै वर्ष पछाडि यस्तो गऱ्यौँ होइन अमृता हामीले चाहिँ आज सेम कपडा लगाएको थियौँ हामीले मिलाएको हो अनि हामीले चाहिँ अघि बिचमा जामा लगाएको थियौँ अहिले चेन्ज पनि भइसकेको छ अब चाहिँ जाने बेला भइसक्यो अनि यता परको मान्छे चाहिँ के हाम्रो भिडियो हेरेर तपाईँहरूलाई कस्तो लाग्यो लाइक सेयर सब्सक्राइब गर्न नबिर्सिनु होला अनि यस्तै नयाँ भिडियोको साथमा उपस्थित हुनेछु मेरो भिडियोलाई हेरेर साथ दिनु होला आजको भिडियोबाट बाई बाई